तो चलिए शुरू करते हैं। सो हेलो गाइज, वेलकम टु माई च्यानल, वेलकम टु सौरभ ब्लग वाइटी। आज हामी गइरहेको छौँ घुम्न भने मन्दिर जितपुरको सानो गढीमा मन्दिर होइन, लगभग 12 किलोमिटर होला यहाँदेखि वहाँ। हिँड्दै जाँदा अब 2 घन्टा लाग्छ, कति लाग्छ। हामी 3 जना छौँ होइन, म पछाडि 2 जना भाइहरू छन्, 3 जना जान आँट्या। ल हिँडेरै ल स्टे ट्युन। सो गाइज होइन, यी उता अब केटाहरू अब बिचरा पानी मोजा लगाएको रहेछ, जुत्ता लगाएको रहेछ। त्यसले नि जुत्ता लगाएको छ, मैले मात्रै हो चप्पल लगाएको। मैले मात्र लगाएको चप्पल, अरू सबले मोजा जुत्ता लगाछन्। सो होइन, हामी अब लगभग 4-5 किलोमिटर हिँडेर अब थाक्यौँ। 4-5 किलोमिटर हिँड्दा पुरै जिउ झुकेर खुट्टा झुकेर मर्ने बेला भइसक्यो यार। अरू त के होइन सबै भिडियो हेर्नु होला, सबै भिडियो हेर्नु भन्। हामी होइन यता जितपुर आइसक्यौँ। अब जितपुरबाट अलिकति रहेछ टाढा। हामी जितपुर अब जितपुर टाढा भन्दा नि यस्तै हो, अरू त के भन्ने होइन। जितपुर पुग्यौँ, अब एकैछिनमा लगभग 1-1.5 किलोमिटर होला मन्दिर। भग बनाउनु झ्याउ लागेर बिचमा नबनाएको, हालत पम्चर भइसक्यो। अनि अरू चाहिँ के होइन, स्टे ट्युन, त्यही हो। स्यामसङ भन्दा दामी त्यो भन्दा जति यस्तो होला नि हलिँदैन। इन्डियाको त्यस्तो होइन, अब आइफोन स्यामसङको। भाइ भन् त कस्तो लागिरहेको छ? लगभग 2 घन्टा हिँड्दा, लगभग 2 घन्टा हिँड्दाखेरि मेरो अलिक बेस गरी मेरो खुट्टाको के भन्यो, अब मेरो खुट्टाको यहाँ नसा च्यातिन्छ क्या हो, यहाँ त यस्तो भइरहेको नि। अब के भयो, अब यस्तो अब धेरै भनेर नि अब कहिले यसरी नहिँड्ने यत्रो बाटो। त्यही भएर अहिले त्यस्तो पानीमा नभएर खुट्टा यस्तो दुखिरहेको नि, हिँड्न पनि सकिरहेन। मेरो बाजे भाइलाई सोध्नु न, अब आकाश कस्तो लागिरहेको छ भन्न। होइन बाजे भाइ, आकाश कस्तो भइरहेको छ तँलाई? यति हिँड्दा भन्छ बक्सर लाएर आएको नि, बाटो फ्लेक्स हान्ने आएको होइन। बिचरा बोल्न नसक्यो, हालत पम्चर भएको छ यसको। रबिन हिँड्न अलिसकेको छ बिचरा, यसको त यी बिचरा रोइसक्यो त्यो बाटोमा फर्किने भनेर अघि। अब अलिअलि बाटो बाँकी चाहिँ 1 किलोमिटर होला। बिचरा रोइसकेको छ, बोल्न सकेको छैन। बोल भन्दा पनि बिचरा कामिसक्यो यसको खुट्टा। रबिन चाहिँ बरु गलेर हिँड्छ। हामी 2 जना ठिकठाकै, बिचराको हालत पम्चर भइसकेको रहेछ है। हामीलाई अब पाहाडमा नभए नि खुल्लामा हिँड्दा पनि ट्रेकिङ जस्तो भयो क्या। हिँड्दै पसिना आउनु थालिसक्यो बिहान। अब घाम झुल्किसक्यो। टाइम 8 भइसकेको छ, 6:20 हिँडेको, 7:20, 8:20। अब 8:20 मिनट पुगिन्छ। 2 घन्टामा अब हुने भयो, ट्याक्क 2 घन्टा लाग्ने भयो जानुपर्ने है। स्टे ट्युन है। कति मिनटको? खुट्टाले तुषारात्रिसङ्काशगौरं गभीरं मनोभूतकोटिप्रभाश्रीशरीरम् स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा
चलत्कुण्डलं भ्रूसुनेत्रं विशालम् प्रसन्नाननं नीलकण्ठं दयालम् मृगाधीश चर्माम्बरं मुञ्जमालम् प्रियं शङ्करं सर्वनाथं भजामि प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशम् अखण्डं अजं भानुकोटिप्रकाशम् त्रयशूलनिर्मूलनं शूलपाणिम् भजेऽहं भवानीपतिं भावगम्यम् कलातीतकल्याणकल्पान्तकारी सदा सज्जनानन्ददाता पुरारी चिदानन्दसन्दोहमोहापहारी प्रसीद प्रसीद प्रभो मन्मथारी नयावत् उमानाथ पादारविन्दम् भजन्ति लोके परे वा नराणाम् तावत् सुखं शान्ति हामी हामी पूजा गरेर आयौँ भर्खर है। पूजा गरेर आयौँ, राम्रो लाग्यो। दुईजना बल्ल बस्न पाएको थिएँ, आराम गर्न पाएको भाइहरू। यो बल यो त यस्तै, यो त सन्डे यस्तै हो, बल्ल आराम गर्न पाएको छैन। एकछिन बस्छौँ अनि घरतिर लागिन्छ, घरतिर लागिन्छ अनि एकैछिनमा हामी भर्खर होइन मन्दिर पुगेर भर्खर हामी आयौँ होइन। पूजा गऱ्यौँ, अझ के होइन, अब पूजा गऱ्यौँ, खुट्टा थाकेर चाहिँ एकदिन बसेको। अब घरतिर जाने यता केटाहरूलाई ल्याएछ। अब खाजा पर्छ बाटोमा है। पाप कमाउन आएको, पाप कमाउनु भन्न अगाडि नै पुण्य कमाउन आएको, पुण्य कमाउनु भन्न अगाडि पाप गर्छ बाजे। अनि त्यही हो त्यो गाई होइन। हिँड्दै कति 11 बजी फर्किँदा होइन, हिँड्दै आएको। केटाहरू डराएर हेर्न त्यहाँ बिचरा ल्याङ गरिरहेका छन्। दुईजना हिँड्न सकेन भने दुखिरहेछन्, त्यहीँ छन्। म यता आइज बिचरा हिँड्न सकेका छैनन्। मैले म हिँड्ने भनेर हिँडेको, पैसा नि बोकाएर रहेनछन् के। आइरहेछन् बिचरा, कता गयो आइज। हेलो गाई होइन, हामी लगभग जितपुरबाट अलिक कस्तो अब जितपुरबाट अलिक यता आयौँ है। अहिले त हामी दुईजना मात्र छौँ। आकाश भाइ घर फर्क्यो होइन, त्यही जितपुरमै अब बस्यो। किन त्यसो साथीहरू आयो, जितपुरमै बस्यो। हामी चाहिँ घर फर्क्यौँ होइन। यस्तो ज्यान रुया छ, तर के गर्ने भाइ, हिँड्ने भनेपछि हिँड्ने नै हो है, पैसाको कुरो होइन यहाँ। जुत्ता बोकेको म चाहिँ खाली खुट्टे हिँडेको भाइ। चप्पल, मेरो चप्पल लाग्छ यसले, अनि जुत्ता समात्यो। यसलाई जिउ दुःख अरे, यसलाई जिउ दुःख। मैले मेरो चप्पल दिएँ, यसले यो
आफ्नो जुत्ता हातमा समात्यो त्यही के होइन कस्तो कपाल बिग्रेलो समात भाइ यो चेपसमा न त्यो दुइटै उयो छ है त्यो पसाइ पनि छैन हिँड्ने भनेर मन्दिर आइसक्यो अब हिँड्नै पऱ्यो हिँडेर जानु पऱ्यो बिचराको ज्यान दुखिछ खुट्टा दुखिछ भन्दैछ दुख्न चाहिँ मेरो पनि दुख्यो नि के अनि दुःख भने मात्र बस्नु भएन नि अलिक प्रार्थना के प्रार्थना गरे त्यस्तो स्टे स्ट्रङ भाइ स्टे स्ट्रङ त मगरको छोरो यार टङ्कबहादुर थापाको छोरो हो के डराउने होइन मगर भयो नि बाहुन भए पनि साले आखिर मान्छे कास्ने भनेर हुन्छ मगरको छोरो भाइ त्यो चिन्ता नलिनु मगर भने मगर हुन्छ त्यही मुला बाहुन त्यही मगर के अरे मगर पुरै बलियो हुन्छ भन्ने कहाँ हुन्छ मुला म त तिमी बलियो भइन मान्छे मुला म त तिमी बलियो भाइ सन्चै छस् नि नेक्स्ट टाइगरले पुग्यो अब त अब बन्ने अब घरमा चाहिँ अब एक राउन्ड घर पनि पुगेर आउनु भ्याउ जस्तो त्यसो भए अब त घर पुगेर नि अझै बनाएर जिप आउनु भ्याउ जस्तो त्यसो सक्छ यति खाइसक्छ ल एकछिन आराम गरेको छौँ हामी होइन यस्तो गर्मी चाहिँ 12 बजे ट्याक्कै कति 5-10 मिनट बाँकी छ 11:51 भयो अलिकति जिप हुन अगाडिमा मिलन चौक नि कहाँ टेढामा भन्ने ठाउँमा आइछ टेढैमा आधीभन्दा बढी बाटो बाँकी छ गर्मीले त्यस्तै हो के गर्ने हिँडेर जानुपर्छ आउनुपर्छ भन्ने मात्रै हो यस्तै हो स्टे ट्युन स्टे होइन लाइक कमेन्ट गर्नु होला सब्सक्राइब पनि गर्नु होला के भन्ने हो अरू त भन्ने शब्द नै छैन त्यही हो हिँड्यो फेरि भिडियो खिच्यो हिँड्यो फेरि भिडियो खिच्यो हिँड्यो फेरि भिडियो खिच्यो हो धन्यवाद हेलो इट्स शार्प 2:30 PM हामी अझै घाममा भौँतारिँदैछौँ घर पुगेका छैनौँ काहीँ बस्दै काहीँ अल्मलिँदै काहीँ पानी खाँदै गर्दै आराममा गाई जस्तो घाममा धेरै डुल्नु हुँदैन के काहीँ आराम गर्दै पनि हामी यहाँ अब घर पुग्न ट्याक्कै 1 किलोमिटर बाँकी छ जसरी भयो भने हामीलाई लिएर गयो मलाई चाहिँ गतारीले जसरी भयो त्यत्रो बाटो बलियो छ केटो म नि बलियो रहेछु मलाई थाहा थिएन बलियो रहेछ होइन पुग्यौँ लगभग 1.5 किलोमिटर होला 2:30 भइसकेको छ बेलुकाको के हुँदैन अब पुग्यो त पुग्यो मान्छेले हेर्छन् हेर्न त्यस्तै हो होइन अरू त के नि भ्लगहरू वरिपरि काहीँ त्यति देखाउन पाइएन मन्दिरहरूको हो नर्मल छ बाहिरको भ्यू त के हेर्ने हो र यार के पनि छैन यता त्यही हो बाहिरको भ्यू देखाउनु पनि बाहिरको भ्यू केही छैन यता वरिपरि घाँस डुलिरहेछ इट्स नर्मल सो थ्याङ्क यू होइन अझै बाँकी छ है अर्को अब सुट हुँदैछ स्टे ट्युन है सबैजना लास्टसम्म हेर्नु होला र फाइनल्ली होइन गाउँ आइपुग्यो अरू त के होइन के भन्ने अरू त हामी 2 जना मात्र आएको बिचरा यता त्यो पनि गर्मीले थाको गर्मीले थाकेँ अरू त के गर्नु कति 2:55 ल भने चाहिँ 5 मिनटमा घर पुगिन्छ 3 बजे घर पुगिने भयो भाइ के त के भन्नु छ कि ल सरी है यतिको लागि बिचरा हिँडाको लागि होइन गाह्रो छ ल मेरो लागि यति हिँड्दैछ घर त के होइन मन्दिर पुगेँ दर्शन गर्ने हिँडेर जाने हिँडेरै आउने भनेर टोक्याएको थिएँ भनेको थिएँ मैले पनि एउटा यिनी 2टा हिँडेको थिएँ एउटा चाहिँ साथीको लागि घरमै एउटा साथी आएर घरमै बजारमै रोक्यो कि अनि त्यसै गरोस् त्यो होइन बोलाउँदा मानेन के भने त्यही हो ए ल यता अब 0 स्टारबाट यो साल 1 स्टार पुग्ने हो यति गएपछि किन नपुग्ला र होइन भाइ 1 स्टार पुगिहाल्छ नि ल के भन्छ वेल थ्याङ्क फर वाचिङ धन्यवाद अझै युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला अब चाहिँ लाइभ भिडियो इन्डिङ नै हो योभन्दा बढी त म पनि बनाउन सक्दिनँ घर पुगेर सिधै सुत्दिनँ 3 बज्यो बिहान 7-8 6 बजे होइन
7 8 9 म कति 5 बजे 6 बजे बिहान 5 बजे हिँडेको 6 बजे हिँड्नु 5 बजे 5 6 7 8 9 10 11 12 1 2 3 9 10 धेरै हिँड्यो धेरै